हेलो साथीहरू, वेलकम टु नयाँ भिडियो। आज हामी साथी र म भोज खान जाँदैछौँ। साथीहरू जापानमा भोज खान जाँदैछौँ हामी भोज खान जाने ठाउँ चाहिँ यहाँबाट अलिकति मात्रै टाढा छ, धेरै टाढा छैन। अनि पछि अहिले चाहिँ हाम्रो बिदा सुरु भएको छ होइन। अनि यो बिदामा चाहिँ दिनभरि घर बस्यो, केही गरिएन। अब हेरौँ, अलिकति नै बिदा बाँकी छ। अहिले चाहिँ हामी ओचुखा जाँदैछौँ है त। के छ साथीहरू, नयाँ नौलो खबर? अनिसको नयाँ लुगा छ यता, उसको नयाँ जुत्ता, नयाँ चस्मा। मेरो चाहिँ केही छैन है। यही नेपालको ब्याग, नेपालको लुगा, नेपालको एभ्रिथिङ। यहाँ मेरो साथीले मलाई कपाल काटिदिएको थियो हिजो अस्ति न, त्यही छ। अनि पछि साथीहरू ट्रेनबाट झरिसकेका छौँ। पछि अब चाहिँ हामी यहाँबाट तल झरेर अनि हामी एउटा दाइलाई भेट्छौँ। उहाँ दाइ चाहिँ एकदमै खतरा हुनुहुन्छ होइन। उहाँलाई भेटेपछि म तपाईँहरूसँग पनि भेटाउने छु। अहिले चाहिँ हामी ट्रेनबाट झर्छौँ है त साथीहरू। ओके साथीहरू, हामी चाहिँ यहाँ बाहिर छौँ। इरोनावा हिरो बा यता एउटा रिङ छ, यस्तो यता पनि छ। अनि पछि मलाई चाहिँ होइन, आजभोलि चाहिँ त्यो हाम्रो ठाउँ छोडेर अरू खालको स्टेसन आयो कि नै मलाई चाहिँ विदेश आएको जस्तै लाग्ने क्या। अनि त्यो हामी बस्ने ठाउँ चाहिँ मलाई अब त्यहाँ विदेश जस्तै नै लागेन भन्ने रे क्या होइन। रमाइलो छ। यताको बसाइ मेरो कस्तो भइरहेको छ भन्दाखेरि चाहिँ ठिकै खालको भनौँ न होइन। त्यस्तो गाह्रो पनि केही छैन, सजिलो पनि केही छैन, ठिकै भइरहेछ खासमा। जस भाइब रमाइलो छ। चाहिँ हामी यता एकैछिन डुलिरहेछौँ, हावा खाइरहेछौँ, घुमिरहेछौँ। अब यसपछि चाहिँ हामी भोज खान जान्छौँ साथीहरू, भोज है त। अब भोज खाने चाहिँ म भिडियो बनाउँछु। खासमा आजको त्यो कन्टेन्ट नै के त भन्दाखेरि भोज क्या। आजको कन्टेन्ट नै के त भन्दाखेरि आफ्नो ठाउँबाट टाढा आएर आफ्नै खालको परिकार, आफ्नै खालको चिजहरू खान पाउनु त्यो आफैमा राम्रो कुरा, भाग्यमानी कुरा हो भन्ने क्या होइन। ल त ल साथीहरू। सो साथीहरू, मैले अघि न एकजना दाइको बारेमा भनेको थिएँ। मैले चाहिँ उहाँलाई भेटिसकेको छु। हेलो किरण दाई। उहाँ चाहिँ किरण दाई हो, हाम्रो भगवान हो उहाँ चाहिँ है। उहाँको देनले आज हामी यहाँ आइपुगेका छौँ। के छ किरण दाई, हालखबर? ठिकै छ। अनि कस्तो चल्दैछ दाइ? केही छ दाइ यस्तो भन्नु। ल अब चाहिँ हामी दाइसँग भोज खान जाँदैछौँ है साथीहरू। यहाँ मेरो साथी चाहिँ अहिले भोज खाइरहेछ। हामी चाहिँ प्योर भोज खान्छौँ। प्रिपेरेसन बिचरा मोटो मान्छे छ नि त होइन। ल त ल, एकैछिनमा चाहिँ हामी जाँदैछौँ। साथीहरू, पसलको नाम चाहिँ कास्ता मण्डप छ। के हो साथीहरू, च्याङ हो च्याङ। चियर्स। हेरौँ है त स्वाद कस्तो छ। अलमल्लो होला छ त्यस्तो होइन। अब यो भिडियो नै खिच्न रेडी हो त साथी भोज खानलाई। हामीसँग यता के छ भोजमा? चिउरा होइन, बोडी, मुलाको अचार, खसीको मासु, कुखुराको मासु, गोलबाडाको अचार होइन, छ्याङ। आइसकेको अवस्था, त्यो पनि लप्टेमा।
थ्याङ्क यू दाई सो अब हामी भोज खान सुरु गरौँ है त साथीहरू अब केही कुराहरू आएको छ आलु तामा यो के दाई मेथी पङ्क्वा त्यो ए सरी मेथी दाई मिक्वा यो चाहिँ पङ्क्वा होला दही 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 ए लालमोहन यो त रसबेरी हो यो त पछि आएर सिसा पुसा नाइस नाइस ओए थ्याङ्क यू नाइस पोस्ट सेट बनेको अवस्था है साथीहरू टन्न भएको अवस्था पेट इसी भइसक्यो भने अब चाहिँ हामी बाहिर निस्किसक्यौँ अब हामी कहाँ जान्छौँ घरै जाने कि कहाँ जाने दाइ घुम्ने ठाउँ छ यता कतै यसो एकैछिन भुल तपाईँको के छ दाइ छैन ओके अब हामी यतैतिर कतै डुल्छौँ माथि चाहिँ त्यो म्युजिक बजाइरहेको थियो होइन अनि त्यो म्युजिक चलिराख्ने बेला त त्यो अब अलिक अप्ठ्यारो भएकोले मैले धेरै लामो भिडियो नै खिचेँ साथीहरू भोज खाइयो अस्ति न म जाँदै थियो अनि जाँदा मेरो यतातिर टोक्या आएर अनि मैले त्यो कुरा सुन्तालाई भनेको अनि सुन्ताले चाहिँ ल अब भोज खान पाउने भयो भन्ने जस्तो कुरा थियो क्या अनि क्या कोइन्सिडेन्टली त्यो भोज खान पाइरहेँ क्या मैले अचम्म हुन्छ कहिलेकाहीँ त्यसरी को हो चिन्नु भयो त साथीहरू थ्याङ्क यू के त मेरो नाम मैले तपाईँलाई छ नि तपाईँ भक्तपुर आएको भ्लग छ नि थ्याङ्क यू मेरो सौभाग्य है मलाई कसैले बोलाइदिनुहुन्छ देखिदिनुहुन्छ भेटिदिनुहुन्छ बस धन्यवाद ल तपाईँको सर है मैले छोडेँ बाई बाई बेस्ट अफ लक है थ्याङ्क यू राम्रो छ मलाई खुसी लाग्छ त्यो कोही बोलिराख्ने मान्छे चल्छ लाग्छ है सधैँ हाँसी खुसी हुनु पऱ्यो मान्छे म पनि यो गीतमा राखेँ हुन्छ क्रोममा राखेर ल थ्याङ्क यू फ्रेन्ड्स आजको भ्लग चाहिँ यतै सकिन्छ आज हामी भोज खाएर आयौँ खुसी लाग्यो अनि पछि अहिले चाहिँ यो टाइम नमिला भन्ने कि के भन्ने होइन अलिकति टाइमै अगर बगर भएकोले चाहिँ मैले भिडियो पनि खिचिरहेको छैन सो द्याट मेरो आर्काइभमा चाहिँ अहिले त्यस्तो इन्ट्रेस्टिङ केही छैन सो द्याट जुन बेला चाहिँ केही न केही भइराखेको हुन्छ म त्यति बेला चाहिँ मेरो आर्काइभ कलेक्सन चाहिँ म मिस गर्दिनँ ओके सो द्याट यति नै भन्दै लेट्स से गुड बाई wait. Okay. Goodbye.